यो बरु हामीले हाम्रा छिमेकीहरूलाई धन्यवाद दिउँ न। हाम्रो आवश्यकता परिपूर्ति गरिदिएकामा भारतलाई धन्यवाद दिउँ। 400 मेगावाट उहाँहरूलाई चाहिँदै पनि 450 मेगावाट हामीलाई किन्न दिनुभयो। त्यसका लागि म यही सदनबाट सम्मान्य सभामुख महोदय तत्कालीन समयमा लोड सेडिङ अन्त गरेको श्रेय भारतलाई जानुपर्छ र त्यतिखेर दुईटा प्रधानमन्त्रीज्यूहरू नेपालका प्रधानमन्त्री अहिलेका सम्मान्य केपी शर्मा ओली ज्यूको नेतृत्वमा मन्त्री परिषदमै निर्णय भएर यसलाई चाहिँ खरिद गर्ने भन्ने निर्णय पनि रहेछ। त्यसकारणले लोड सेडिङ अन्त भएको हो। लोड सेडिङ उहाँ एकजना व्यक्तिले मात्रै गरेको होइन, त त्यो आउँदै गर्दा कार्यान्वयन पक्ष राम्रो गर्नुभयो होला, त्यसमा पनि छलफल गरौँ। उहाँले राम्रो गरेका काममा कन्जुसाइ कहाँ गरौँ भने छ र? उहाँलाई धन्यवादै दिन सकिन्छ।